सुशीला प्रधानमन्त्रीले पनि आफ्नो फर्स्ट फिमेल प्राइम मिनिस्टर हुने लोभ हो, गृहमन्त्री हुतियारा हो, रक्षा बम सुदनजीको हातमा रगत छ, बाटोमा आएर अहिले नाटक पार्नुपर्छ। हामी 53 दिन बस्दा कहाँ थियौ तिमीहरू? अहिले आएर सबै नाटक गरेर हो, यो केही नै होइन। अब समग्रमा भन्नुपर्दा यो चाहिँ देखाउने दाँत हो होइन, यो चाहिँ देखाउने दाँत हो। मेन भन्नुपर्दा जेएनजी अलायन्सको देखाउने दाँत हो, जेएनजी फ्रन्टको देखाउने दाँत हो। उहाँहरू आफै सचिवालयमा हुनुहुन्छ, गृहमन्त्री आफैले सल्लाहकारको रूपमा आफैले लगेको गृहमन्त्री हुनुहुन्छ। हिजो पनि उहाँहरू प्रधानमन्त्री कार्यालय सचिवालयमै हुनुहुन्छ। उठ्दा बस्दा राति 12 बजे 1 बजे फोन गऱ्यो भने पनि उहाँहरूले उठाउनुहुन्छ होइन। र पनि जनता त देखाउनु पर्यो नि त हामीले मागेका थियौँ भन्ने कुरा। यो भएको नै त्यही हो, यो अरू केही पनि भएको होइन। हामीले पहिलेदेखि इलेक्सन अगाडि मागौँ भन्दा नमाग्ने, अहिले उनीहरूको मान्छेहरू पनि पुगिसक्यो पुग्नुपर्ने ठाउँमा, अनि देखाउनको लागि गरिएको नाटक हो। हेर्नु, नेपाली जनताले आँखा खोल्न जरुरी छ। जो सुदनजीले बनाउनु भएको प्रधानमन्त्री, त्यही सुदनजीसँगै गएको मेरा केटाहरू मरे भन्दाखेरि उनीहरू मरेको मान्छेहरूलाई बलिदान अहिलेसम्म एउटा स्ट्याटस पनि लेख्न भ्याउनु भएको छैन होइन। जुन चाहिँ तपाईँले याद गर्नुभएको रक्षा बमज्यूले जुन चाहिँ लिएर आउनुभएको गृहमन्त्री आफू राष्ट्रिय सभामा गइसक्नुभयो, उहाँलाई 23 गतेको घटनाको दोषी समात्नुपर्छ भन्ने छैन होइन। यो सबै उहाँहरू आफै नै गर्ने, भित्र त्यो 23 गतेको आन्दोलन गर्ने एकदम मन भावनाले आन्दोलन गर्यो। 23 गते नेपाली जनताले बच्चा बच्ची मरेको देखेर आन्दोलन गर्यो, तर आन्दोलनको फाइदा उठाउने बेलामा चाहिँ यिनीहरूले फाइदा उठाएकै हो। अहिलेसम्म आफूले सचिवालयमा पोस्टिङ छ, फोन गऱ्यो भने गृहमन्त्रीले उठाउँछ, त्यो प्रतिवेदन सार्वजनिक घर भन्न यहाँ बाटोमा आएर अहिले नाटक पार्नुपर्छ। हामी 53 दिन बस्दा कहाँ थियौ तिमीहरू? अहिले आएर सबै नाटक गरेर हो, यो केही नै होइन। उहाँहरूले हिजो पनि आफै जानुभएको छ गृहमन्त्री कार्यालय। 24मा जहिले जेको मिटिङमा पनि उहाँहरू अगाडि नै हुनुहुन्छ। सुशीला प्रधानमन्त्रीले पनि आफ्नो फर्स्ट फिमेल प्राइम मिनिस्टर हुने लोभ हो, गृहमन्त्री हुतियारा हो, रक्षा बम सुदनजीको हातमा रगत छ, अगाडि नै भनेको कुरा हो। उहाँहरूले हिजो पनि जान सक्ने, अस्ति पनि जान सक्ने, जहिले ल्याएर मार्ने चाहिँ बच्चा बच्चीहरू हो। उहाँहरूले गर्ने नै त्यही हो। हामी यो गर्दैनौँ त्यो गर्दैनौँ भन्ने, 12 बजेदेखि भाग्ने, मान्छे मार्ने, शहीदको बुवाहरू यहाँ बस्नु भएको छ होइन। उहाँहरू आउन भ्याउनुहुन्न, सचिवालयदेखि लिएर सबैमा आफै हुनुहुन्छ, तर उहाँहरू इलेक्सन अगाडि आउनुपर्छ भन्न पनि भ्याउनुहुन्न, इलेक्सन पछि पनि हुन्छ भन्ने। अनि अहिले जे पनि भइसक्यो, अब नयाँ सरकार आउन लागेको बेलामा, एउटा सरकार फर्म हुन लागेको बेलामा आफूले सिट पाएन भनेर विरोध गर्नुभएको उहाँहरूले, अरूले केही होइन। हामी चाहिँ यहाँ आज 4थो दिन भयो, हामी निरन्तर आन्दोलनमा छौँ पहिलो दिनदेखि नै। र हाम्रो माग एकदमै क्लियर छ। हिजो भदौ 23 र 24 गते यहीँ माइती घर मण्डलाको यही सडकबाट हिजो आन्दोलन सुरु भएको थियो। हामीले त्यसलाई पिसफुल ट्रान्ज्याक्सनको नाम दिएका थियौँ, तर एभरेस्ट होटेलसम्म पुग्दासम्म हाम्रो साथीहरूमाथि जसरी गोली प्रहार भयो, उहाँहरूको रगत यहीँबाट बगेको छ। त्यो रगतको न्याय चाहिँ दिनुपर्छ भनेर चाहिँ त्यसको लागि भदौ र 23 गतेपछि अन्तरिम सरकार गठन भयो। अन्तरिम नागरिक सरकारलाई 2वटा म्यान्डेट थियो। एउटा जेएनजी आन्दोलनको म्यान्डेट, त्यो भने भदौ 23 र 24 गते जुन किसिमको संवेदनशील घटना भयो, त्यो घटनाको निष्पक्ष छानबिन गरेर दोषीहरूलाई कारबाही गर्ने, र दोस्रो म्यान्डेट भनेको उहाँहरूले निष्पक्ष चुनाव गराउने। उहाँहरूले निष्पक्ष चुनाव गराइसक्नु भएको छ, त्यसको लागि उहाँहरूलाई हामी धन्यवाद नै भन्न चाहन्छौँ। तर हाम्रो आन्दोलनले दिएको म्यान्डेट, जेएनजी आन्दोलनको म्यान्डेट अझै बाँकी छ। त्यो भनेको चाहिँ दोषी हिजो भदौ 23 र 24 गते जुन किसिमको घटना भयो, त्यो घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने थियो। तर आजको दिनसम्म पनि उहाँहरूले जुन गौरी बहादुर कार्कीको नेतृत्वमा कार्की आयोग गठन भयो, त्यो कार्की आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। त्यसैको लागि हामी चाहिँ त्यो प्रतिवेदन सार्वजनिक हुनुपर्छ भनेर आज 4थो दिनसम्म पनि हामी आन्दोलनमा छौँ। योभन्दा अगाडिको इतिहास हेर्ने हो भने पनि झन्डै 45वटा विभिन्न आयोगहरू गठन भइसकेको छ, जो विभिन्न किसिमको परिवर्तनको आन्दोलनको क्रममा घटना घटेकाहरूमाथि दोषीहरूलाई चाहिँ निष्पक्ष छानबिन गरेर कारबाही गर्नका लागि आयोगहरू गठन भएका थिए। एक्जाम्पल दिनु पर्दाखेरि मल्लिक आयोग, लाल आयोग, रायमाझी आयोग, तिनीहरूको प्रतिवेदन पनि आजको दिनसम्म पनि सार्वजनिक भएको छैन। अनि अब कार्की आयोगको हाल पनि उहाँहरूले त्यही बनाउने हो कि भन्ने हामीलाई डर छ। त्यसकै कारणले गर्दाखेरि चाहिँ हामी माइती घरमा आएका हौँ। हाम्रो वी लिभ इन अ फेडरल रिपब्लिक डेमोक्रेटिक स्टेट, फेडरल डेमोक्रेटिक रिपब्लिक स्टेटमा बस्दै गर्दाखेरि चाहिँ हामीसँग मल्टी पार्टी डेमोक्रेसीको सिस्टम छ। र उहाँहरू निर्वाचनमा गएर उहाँहरूलाई जनताले एउटा म्यान्डेट दिएर जनताको जनादेश भनौँ न, जनादेश लिएर उहाँहरू आउनुभएको छ। सायद अब उहाँहरूसँग जनताको ठुलो अपेक्षा छ। झन्डै 2/3 उहाँहरूलाई चाहिँ उहाँहरूले
मत दिनुभएको छ त्यो मतको उहाँहरूले सम्मान गर्नुहुन्छ भन्ने हामीले अपेक्षा राखेको छौँ र उहाँहरूलाई हामी मतको सम्मान गर्नुहोला भनेर अहिलेदेखि नै हामी उहाँहरूलाई शुभकामना पनि दिन चाहन्छौँ। तर यदि उहाँहरूले पनि काम गर्नु भएन भनेदेखि हामी भनेको निष्पक्ष व्यक्ति हौँ, हामी कसैको पनि पक्षमा छैनौँ। जोसुकैले गल्ती गर्छ, यदि उहाँहरूले पनि गल्ती गर्नुभयो भनेदेखि सडक भनेको एउटा स्वतन्त्र छ, यो कसैको पनि छैन, हामी भोलि पनि यही नै आउनेछौँ। तर अन्तरिम सरकारको म्यान्डेट हो कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने। त्यस कारणले गर्दाखेरि यो सरकारले अर्को सरकारलाई आफ्नो सुम्पेर जानुभन्दा अगाडि यो प्रतिवेदन चाहिँ उहाँहरूले पब्लिस गरेर गइदिनु होला।